बुधबार भएको नेदरल्यान्डसँगको लिग 2 खेलमा कुशल ब्याटिङ प्रदर्शन गरेका आरिफ शेखले क्रिजमा धेरैभन्दा धेरै टिकेर खेल्न सके, जुन खेल पनि जित्न सकिने बताएका छन्। नेदरल्यान्ड्समाथि 5 विकेटको जित निकालेपछि कुरा गर्दै आरिफले केही ओभरसम्म क्रिजमा टिकेर खेल्दा जुनसुकै अवस्थाबाट पनि खेल जिताउन सक्ने आत्मविश्वास आफूमा भएको बताएका हुन्। मलाई के विश्वास छ भने मैले 30 देखि 40 बल क्रिजमा टिक्न सके हरेक गेम जुनसुकै अवस्थाबाट फिनिस गर्न सक्छु जस्तो लाग्छ। उनले भने सुरुमा केही च्यालेन्जिङ थियो, तर जब मैले 30-40 बल खेले जिताउन सक्छु भन्ने भयो। आरिफले करियरकै उत्कृष्ट ब्याटिङ प्रदर्शन गर्दै 78 रन बनाएपछि नेपालले लगातार दोस्रो जित निकालेको हो। आरिफले सुरुवातमा डटबलहरू धेरै खेले पनि त्यसपछि निश्चित समयमा बाउन्ड्रीहरू प्रहार गर्दै म्याच विनिङ पारी नै खेले। उनी खेलको म्यान अफ द म्याच नै घोषित भए। नेदरल्यान्ड्सलाई हराउनु अघि नेपालले स्कटल्यान्डलाई हराएको थियो। यस लिग 2 साइकलमा नेपालले पहिलो पटक लगातार 2 जित निकालेको हो। यसअघि आएका 2 जित फरक फरक श्रृङ्खलामा आएका थिए। 2 बलिया टोली विरुद्ध जित निकालेपछि आरिफले यहाँ हरेक खेलले फाइनल जति नै महत्त्व राख्ने बताए। यहाँ हरेक जित हाम्रो लागि उत्तिकै महत्त्वपूर्ण हुन्छ। एसोसिएटकै उत्कृष्ट टिमलाई हराउनु भनेको आफैमा पनि ठुलो कुरा हो। उनले भने हाम्रो लागि लिग 2 मा अहिले जहाँ छौँ सबै खेल फाइनल जस्तै महत्त्वपूर्ण हुन्छ। बुधबारको खेलमा नेदरल्यान्ड्सले टस जितेर पहिले ब्याटिङ गर्दै 225 रनमा अल आउट भएको थियो। नेदरल्यान्ड्सलाई कम स्कोरमा रोक्ने रणनीति अनुसार टिमको बलिङ युनिट सफल भएको आरिफको भनाइ छ। हामीले 250 भित्रै रोक्न सक्यौँ भने चेस गर्न सजिलो हुन्छ भन्ने थियो। त्यही अनुसार 225 मा रोक्यौँ अनि बीचमा 2वटा पार्टनरसिप मात्र आवश्यक थियो, हामीले गर्यौँ अनि जित सम्भव भयो, आरिफले भने। नेदरल्यान्ड्सले दिएको 226 रनको लक्ष्य नेपालले 47.1 ओभरमा 5 विकेटको क्षतिमा भेट्टायो। आरिफले 79 बलमा 7 चौका र 2 छक्का सहित सर्वाधिक 78 रन बनाए। स्लो सुरुवात गरेका आरिफले केही समय संयमित भएर खेल्दै रन गति बढाएका थिए। आरिफले चौथो विकेटका लागि कप्तान रोहित पौडेलसँग मिलेर 55 रन तथा 5औं विकेटका लागि दिपेन्द्र सिंह एरीसँग मिलेर 89 रनको साझेदारी गरेका थिए, जसका कारण नेपालको जितको आधार नै तय भएको थियो। नेपाली टोलीका नयाँ प्रशिक्षक स्टुअर्ट लका बारेमा पनि बोल्दै आरिफले प्रशिक्षकले हामीलाई जसरी खेल्छौँ त्यसरी नै कसरी जित्न सकिन्छ भन्ने बारे सिकाइरहेको उल्लेख गरे। उहाँ प्रशिक्षक धेरै नै कुल हुनुहुन्छ। हामीलाई हामी जसरी खेल्छौँ हाम्रो शैली जे छ त्यसैकै आधारमा सिकाउनुहुन्छ। हामी त्यो इन्जोय गरिरहेका छौँ, उनले भने। अब नेपालले यसै श्रृङ्खलाको आफ्नो तेस्रो खेल जुन 8 तारिकमा स्कटल्यान्डसँग खेल्ने तालिका रहेको छ। हवस् त आजका लागि क्रिकेटसँग सम्बन्धित खबर सकिएको छ। यदि तपाईँलाई आजको भिडियो सामग्री मन परेमा एक लाइक, कमेन्ट र सेयर गरिदिनुहोला। यदि तपाईँ हाम्रो यस च्यानलमा पहिलो पटक जोडिनु भएको छ भने कृपया हाम्रो यस च्यानललाई एक सब्स्क्राइब गरेर सहयोग गरिदिनुहोला। आगामी दिनमा पनि क्रिकेटसँग सम्बन्धित नयाँ खबरहरू लिएर तपाईँको माझमा आउने जानकारी गराउँदै आजका लागि छुट्छु। बाँकी पल तपाईँहरूको शुभ रहोस्। नमस्कार। जय नेपाली क्रिकेट। बुधबार भएको नेदरल्यान्डसँगको लिग 2 खेलमा कुशल ब्याटिङ प्रदर्शन गरेका आरिफ शेखले क्रिजमा धेरैभन्दा धेरै टिकेर खेल्न सके, जुन खेल पनि जित्न सकिने बताएका छन्। नेदरल्यान्ड्समाथि 5 विकेटको जित निकालेपछि कुरा गर्दै आरिफले केही ओभरसम्म क्रिजमा टिकेर खेल्दा जुनसुकै अवस्थाबाट पनि खेल जिताउन सक्ने आत्मविश्वास आफूमा भएको बताएका हुन्। मलाई के विश्वास छ भने मैले 30 देखि 40 बल क्रिजमा टिक्न सके हरेक गेम जुनसुकै अवस्थाबाट फिनिस गर्न सक्छु जस्तो लाग्छ। उनले भने सुरुमा केही च्यालेन्जिङ थियो, तर जब मैले 30-40 बल खेले जिताउन सक्छु भन्ने भयो। आरिफले करियरकै उत्कृष्ट ब्याटिङ प्रदर्शन गर्दै 78 रन बनाएपछि नेपालले लगातार दोस्रो जित निकालेको हो। आरिफले सुरुवातमा डटबलहरू धेरै खेले पनि त्यसपछि निश्चित समयमा बाउन्ड्रीहरू प्रहार गर्दै म्याच विनिङ पारी नै खेले। उनी खेलको म्यान अफ द म्याच नै घोषित भए। नेदरल्यान्ड्सलाई हराउनु अघि नेपालले स्कटल्यान्डलाई हराएको थियो। यस लिग 2 साइकलमा नेपालले पहिलो पटक लगातार 2 जित निकालेको हो। यसअघि आएका 2 जित फरक फरक श्रृङ्खलामा आएका थिए। 2 बलिया टोली विरुद्ध जित निकालेपछि आरिफले यहाँ हरेक खेलले फाइनल जति नै महत्त्व राख्ने बताए। यहाँ हरेक जित हाम्रो लागि उत्तिकै महत्त्वपूर्ण हुन्छ। एसोसिएटकै उत्कृष्ट टिमलाई हराउनु भनेको आफैमा पनि ठुलो कुरा हो। उनले भने हाम्रो लागि लिग 2 मा अहिले जहाँ छौँ सबै खेल फाइनल जस्तै महत्त्वपूर्ण हुन्छ। बुधबारको खेलमा नेदरल्यान्ड्सले टस जितेर पहिले ब्याटिङ गर्दै 225 रनमा अल आउट भएको थियो। नेदरल्यान्ड्सलाई कम स्कोरमा रोक्ने रणनीति अनुसार टिमको बलिङ युनिट सफल भएको आरिफको भनाइ छ। हामीले 250 भित्रै रोक्न सक्यौँ भने चेस गर्न सजिलो हुन्छ भन्ने थियो।
यही अनुसार 225 मा रोक्यौँ अनि बीचमा 2वटा पार्टनरसिप मात्र आवश्यक थियो, हामीले गर्यौँ अनि जित सम्भव भयो, आरिफले भने। नेदरल्यान्ड्सले दिएको 226 रनको लक्ष्य नेपालले 47.1 ओभरमा 5 विकेटको क्षतिमा भेट्टायो। आरिफले 79 बलमा 7 चौका र 2 छक्का सहित सर्वाधिक 78 रन बनाए। स्लो सुरुवात गरेका आरिफले केही समय संयमित भएर खेल्दै रन गति बढाएका थिए। आरिफले चौथो विकेटका लागि कप्तान रोहित पौडेलसँग मिलेर 55 रन तथा पाँचौं विकेटका लागि दिपेन्द्र सिंह एरीसँग मिलेर 89 रनको साझेदारी गरेका थिए, जसका कारण नेपालको जितको आधार नै तय भएको थियो। नेपाली टोलीका नयाँ प्रशिक्षक स्टुअर्ट लका बारेमा पनि बोल्दै आरिफले प्रशिक्षकले हामीलाई जसरी खेल्छौँ त्यसरी नै कसरी जित्न सकिन्छ भन्ने बारे सिकाइरहेको उल्लेख गरे। उहाँ प्रशिक्षक धेरै नै कुल हुनुहुन्छ, हामीलाई हामी जसरी खेल्छौँ हाम्रो शैली जे छ त्यसैकै आधारमा सिकाउनुहुन्छ, हामी त्यो इन्जोय गरिरहेका छौँ, उनले भने। अब नेपालले यसै श्रृङ्खलाको आफ्नो तेस्रो खेल जुन 8 तारिकमा स्कटल्यान्डसँग खेल्ने तालिका रहेको छ। हवस् त, आजका लागि क्रिकेटसँग सम्बन्धित खबर सकिएको छ। यदि तपाईँलाई आजको भिडियो सामग्री मन परेमा एक लाइक, कमेन्ट र सेयर गरिदिनुहोला। यदि तपाईँ हाम्रो यस च्यानलमा पहिलो पटक जोडिनु भएको छ भने कृपया हाम्रो यस च्यानललाई एक सब्स्क्राइब गरेर सहयोग गरिदिनुहोला। आगामी दिनमा पनि क्रिकेटसँग सम्बन्धित नयाँ खबरहरू लिएर तपाईँको माझमा आउने जानकारी गराउँदै आजका लागि छुट्छु। बाँकी पल तपाईँहरूको शुभ रहोस्। नमस्कार। जय नेपाली क्रिकेट।